आफ्नो मन सफा छ भने चाहिँ जसले जेसुकै भन्नुहोस् क्या केही फरक पर्नेवाला छैन क्या। हामी जतिसुकै राम्रो भए पनि हामीलाई नराम्रो भन्ने मान्छे चाहिँ यो दुनियाँमा धेरै छन्, तर त्यो मान्छेको चाहिँ कहिले नि मतलब नगरे हुन्छ क्या। यदि त्यो मान्छेहरूको मतलब गर्दै गयौँ भने हामी त्यही कुरामा अड्किन्छौँ क्या, हामी कहिले पनि अगाडि बढ्न नै पाउँदैनौँ क्या। एउटा न एउटा कुराले हामीलाई तल खसाउन खोजिरहेकै हुन्छ क्या मान्छेले। किन सुन्ने उनीहरूको कुरा? आफूलाई थाहा छ नि आफू कस्तो हो भनेर त होइन, आफ्नो मनभित्र छ क्या म को हो र मैले के गर्नुपर्छ भन्ने कुरा आफ्नो मनमा छ नि त। नराम्रो भन्ने मान्छेलाई भन्न दिनुपर्छ क्या, भोलि त्यो दिन आउनेछ कि त्यो मान्छेलाई पनि रिग्रेट हुनेछ क्या, त्यो मान्छेलाई मैले यस्तो वचन लगाएको थिएँ भनेर क्या। त्यो सम्मान चाहिँ गर्नुपर्छ क्या। आफ्नो मन चाहिँ एकदमै सफा हुनुपर्छ र कसैलाई पाप गर्नु हुँदैन, कसैलाई नराम्रो बोल्नु हुँदैन, कसैलाई हेप्नु हुँदैन। आफूले आफ्नो बाटोमा हिँड्दाखेरि चाहिँ आफ्नो मन चाहिँ एकदमै सफा बनाएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। यदि मैले केही गर्न सक्छु अरूको लागि भने म गर्न तयार छु क्या, तर त्योभन्दा अगाडि म आफूले आफ्नो लागि पनि सोध्छु क्या। जतिसुकै राम्रो गरे पनि एउटा न एउटा कुरा उसलाई चित्त बुझ्दैन क्या, र सबैको चित्त बुझाउन सकिँदैन पनि। आफू जे छौँ त्यसैमा खुसी हुनुपर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ। जे हो त्यही हो क्या, कसैको मतलबै राख्नु हुँदैन जस्तो लाग्छ मलाई चाहिँ। एक बारको जिन्दगी एकदम खुसी भएर अगाडि बढ्नुपर्छ क्या। जिन्दगीको गोल चाहिँ पैसा मात्र होइन क्या, पैसाभन्दा ठुलो चाहिँ खुसी हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।